Hello everyone. उड्दैन. Hello everyone, welcome back to my channel. एकदमै धेरै पछि चाहिँ हैन भ्लग बनाउँदैछु. मेरो फर्स्ट भ्लग चाहिँ थियो होला मेबी मार्चमा हैन अक्टोबरमा त्यो फर्स्ट भ्लग. अनि एकचोटि 6 मन्थ पछाडि तर अब चाहिँ कन्टिन्यू गर्छौँ. आज चाहिँ हामी कहाँ जान्छौँ भन्दा त आज चाहिँ हामी कहाँ जान्छौँ? साच्चै भन्दैन हो. हात्तीको चाकमा. आज चाहिँ हामी जाँदैछौँ. लाइक चाल्टन गयो भने त ग्रिनविच नजिक पर्छ नि त. हैन ग्रिनविच पनि जाने जान्छ दुइटै. हामी चाहिँ पहिला चाहिँ हामी एभ्री टाइम चाहिँ हामी चाहिँ ग्रिनविच पार्क जान्थ्यौँ. एकदमै राम्रो चेरी ब्लसम हुन्थ्यो. तर योपालि चाहिँ हामीलाई चाहिँ योपालि चाहिँ हामी एल्टम पार्क जान्छौँ किनभने त्यहाँ चाहिँ एकदमै क्वाइट हुन्छ अरे. मैले चाहिँ टिकटकमा देखेको थिएँ एकदमै क्वाइट अनि क्राउड पनि हुँदैन अरे. त्यही भएर चाहिँ योपालि चाहिँ हामी त्यहाँ जाने कि भनेर सोचेको छौँ. तर लेट्स सी हाम्रो चाहिँ चार्टनमा काम छ. चार्टनको काम सकेर चाहिँ अब हामीलाई चाहिँ त्यति बेला डिसाइड गर्छौँ होइन हामी कहाँ जान्छौँ भनेर. अहिले चाहिँ हामी चाहिँ बाटोमा हिँड्दैछौँ. बस स्टप जाँदैछौँ. यो चाहिँ हो हामी बस्ने एरिया. अनि ऊ चाहिँ हो को हो तिमी? को तिमी? हामीले कति 8 to 9 मिनट्स चाहिँ हामीले हिँड्नुपर्छ बस स्टप जानको लागि. तर चाहिँ तिम्रो हिँडाइले हिँडाइले चाहिँ कति हो? मेरो हिँडाइले 10 मिनट्स, तिम्रो हिँडाइले त 20 मिनट्स होला. होइन म बिहानै जहिले पनि कति पुग्छु थाहा छ? 8 मिनट्समा बस स्टप पुग्छु. ओ हो साँच्चै मैले झुट बोलेको होइन. त्यसैले म अनि तिमी पुग्छौ होला 7. बिर्से ऊ जहिले पनि घरको नजिक आएको छ जहिले पनि डराएको छ. यो चाहिँ उसको लाइक के हो भन्नु के हो? ह्याबिट हो. तिमीले जति नै बाटो क्रस गर्नु जति नै होइन उसले कामबाट टोइलेट गरेर निस्क्यो पनि तर घर आउनु उसलाई टोइलेट जानै पर्छ. एकदमै गाह्रो हुन्छ उसलाई. ओ माई गड यस्तो भ्लग गर्नु त एकदमै गाह्रो हुँदो रहेछ हौ. हात दुखिसक्यो मेरो. तिमीले यो कपाल चाहिँ राम्ररी बाँध्दैनौ. बरु मैले बाँधेको राम्ररी बाँध्थ्यो होला. राम्रो भइरहेछ त्यो त्यो त हावाले निकालेको हो नि हो. मैले निकालेको हो. के भन्नु र तिमीलाई चाहिँ ल कहाँ कुदेको हो तिमी चाहिँ फेरि पुरै गुटु कुद्छौ त. भयो हौ यो त अति नाटक भयो क्या यो त. अब बस स्टप आयौँ. यो चाहिँ हो हाम्रो बस स्टप. बस आइरहेको छ. हामीले चाहिँ कति मिनट बाँकी छ है बस आउनु? यो चाहिँ हो हाम्रो बस स्टप. यहाँ चाहिँ 401 र 422 मात्रै आउँछ. आई नो हामी चाहिँ एकदमै अहिले अलिक टाढा बसेको छौँ र बस पनि लाइक हुन्छ नि 422 र 401 मात्रै आउँछ. अनि हामी कामहरू जाने बस भनेको चाहिँ 422 मात्रै हो. तर इट्स ओके. एरिया सराउन्डिङ एकदमै राम्रो छ. घर एकदमै राम्रो छ. द्याट्स ओन्ली म्याटर होइन. ट्राभल भन्ने कुरा त त्यस्तै छँदैछ. आफ्नै बस्ने एरिया एकदमै राम्रो भयो भने त इट्स ओके. त्यही भएर चाहिँ हामीले चाहिँ वी आर कम्प्रोमाइजिङ. पछि लेट्स सी के हुन्छ. राम्रै हुन्छ होला. हामी चाहिँ बस फर्किरहेको छौँ. वी विल बी राइट ब्याक. हामी चाहिँ अब बसमा छौँ. 40 फुट मजा. 너 조금 이상해졌어. 자꾸만 시도 때도 없이 시무룩하고 고민이 생겼니. 초등학교 영어 수업 시간에 배웠었던 현재 진행형 같아. 하루에 10번. म चाहिँ
अफियर पर्खिरहेको छु किनभने उसलाई चाहिँ टोइलेट लाग्यो जहिले पनि कहीँ जानु पऱ्यो भने उसलाई जहिले पनि टोइलेट आउँछ माइ गड अहिले चाहिँ ऊ टोइलेटमा छ तर हाम्रो खानेकुरा चाहिँ आइसकेको छ अनि हामी चाहिँ आज चाहिँ भेटनामिज रेस्टुरेन्टमा छौँ यो चाहिँ हाम्रो फर्स्ट टाइम हो लेट्स सी कस्तो हुन्छ भनेर हाम्रो चाहिँ काम चाहिँ हामी चाहिँ सकेर चाहिँ यहाँनिर आएको छौँ सुरुमा चाहिँ खाने अनि अहिले चाहिँ कपिराइट लाग्छ आई विल टेल यु लेटर अन यसको लागि मात्रै होला यसको लागि तिम्रो लागि चाहिँ हो कस्तो लाग्यो यो त दामी हो मलाई यस्तो रिस रिसाउनु झन् यस्तो म को खान्छु भनेको कोकमा राखिदिनु टोक्नै नसक्ने मलाई त्यो सुप चाहिँ दामी दामी यो फर्स्ट प्याक हो के अरे यो फर्स्ट प्याक हो दोस्रो प्याकमा फोटो दोस्रो प्याक गएपछि त त्यसपछि त म क्यामेराम्यान खतरा हुन्छ मसँग यो प्रुफ छ है तिमीले मेरो फोटो भिडियोहरू दामी दामी क्यान्डिड खिच्दैनौ भने चाहिँ के हुन्छ हुनु त केही पनि हुँदैन तर खिचिदिन्छु तर मसँग प्रुफ छ नि त तिमीलाई तिमीलाई एक प्याक खाएर तिमीले मेरो फोटो खिच्दैन भने फेरि डन ल डन चाहिँ आई डोन्ट नो वाइ म चाहिँ यो खाएपछि चाहिँ मलाई एकदम भनन भयो भेटनामिज लेमोनेड हो होइन लेमोनेडमा चाहिँ कहाँबाट रक्सी हुन्छ भने क्या होइन अब के जाने अब त्यो यस्तो यसलाई चाहिँ के भन्छ भने ओखरै भन्छ यसलाई एकदम भर्खर पाहाडबाट झरेको भर्खर आएको मान्छेहरू यस्तै हो अब भनन नभयो अरे अब मैले रक्सी खाएको यसलाई चार्ज हालेको त्यही हो होइन क्या अब मेबी अब हुँदैन ल म गएँ लाग्दो लाग्यो के अरे चाहिँ माप चाहिँ लाग्यो मलाई आफै त लिनुपर्छ हौ होइन झुट बोलेको एकदमै भिड छ अहिले चाहिँ विकेन्ड भएर पनि होला है भिड भएको है एकदमै भिड छ यो चाहिँ अहिले चाहिँ हामी चाहिँ ग्रेनिज पार्क जाँदैछौँ चेरी ब्लसम भएको ठाउँमा खाइवरी पेटलाई किन माइकट किन हुनु हुँदैन कालेले चाहिँ गऱ्यौँ अब चाहिँ हामी चाहिँ एन्ट्री गऱ्यौँ ओ माई गड एकदमै भिड छ विकेन्ड भएर नै हो ओइ कताबाट जाने यताबाट जाने होला सायद हामी लास्टमा पनि हामीले फ्लावर कता हो भेटिनौँ जतापट्टि त्यो छ त्यतापट्टि जाउँ न ग्रुपहरू धेरै लास्ट टाइम पनि हामी चाहिँ के भएको थियो है खोज्दा कति पछि खोजेको थियौँ नपाएर हामी फर्क्यौँ
लास्ट टाइम पनि हामी त्यस्तै मलाई चाहिँ नि होइन के जस्तो लाग्छ माथितिर कतै हुन्छ नि कता हो बट योपालि त जाने नै हो भिडियो फोटोहरू देखिरहेको छु है कस्तो दामी भयो ओइ कस्तो राम्रो देखेको ग्रिनेरी माङ्गोबाट चाहिँ के बनाउनु तर यो ठुलो देख्यो हो गोजीमा हालेर केही पनि हुँदैन हो ल अहिले चाहिँ अब हामी चाहिँ ग्रेनिज पार्कमा आइसकेको छौँ तर हामी स्टिल कन्फ्युजनमा छौँ पछाडि मान्छे छ हामी स्टिल कन्फ्युजनमा छौँ कता हो चेरी ब्लसम हो किन त्यो भक्क चाहिँ देखेको छ त्यो गोजीमा हालेर किनभने हामी चाहिँ लास्ट टाइम पनि आएको थियौँ मैले लास्ट टाइम आउँदाखेरि पनि हामीलाई नभेटेर एउटा रुखमा फोटो खिचेर गएको थियौँ तर हामी चाहिँ के गर्ने त भेटेन भने के गर्ने म त थाकिसक्यो हौ हिँड्दा हिँड्दा माइको डान्स नो जस्तो भए पनि गर्ने छ त ल के गर्ने फोटो खिच्ने क्या म एकदमै थाकिसकेँ म त उफ आउँदैन त हौ चेरी ब्लसम त हिँड्ने बानी हराएछ क्या एकदमै हिँड्ने बानी हराएछ तिमी पनि त त्यस्तै भइरहेछौ त कहाँ त्यस्तो भइसक्यो मैले त थाकेँ पनि म त स्याहास्या भइसक्यो म त एउटा लिटरली एउटा नाकले के नाकले दम पर्छ एउटा त्यो झिल्का पनि देखेको छुइनँ क्या मैले त फुलको खोइ सबजना मान्छे यही बाटो जाँदैछ लेट्स फलो देम ओइ ऊ त्यहाँ हो गाइजहरू मैले देखेँ तर पिटिक्क दुइटा हो तर त्यो चाहिँ हो कि होइन एकदमै राम्रो फेतर भएको छ है भाइ है यहाँ हेर राम्रो फेतर भएको छ वाउ फाइनली हामीले भेट्यौँ तर एकदमै मान्छे छ ओ माई गड फोटो कसरी खिच्ने भिडियो कसरी लिने जर भयो भने मेरो चाहिँ तिमी फोटो भिडियो चाहिँ गरिदेऊ ल प्लिज यहाँ हेर्नुहोस् है यहाँ हो हामी आयौँ तर लुक सी मान्छे कति बेसी छ होइन होइन के होइन कहाँ चारवटा रुखमा मात्रै हेर्नको लागि मान्छेहरू आउँछ साथीहरू हामी त आयौँ तर यो मान्छे देखेर कसरी फोटो खिच्ने माई गड भयो भरको यहाँको सबैजना मान्छेहरू यहीँ थुप्रै छ जस्तो छ आई गेस अब यहाँ हेर्नु न अब यहाँनिर धेरै फुल छ होइन अनि यहाँनिर कस्तो राम्रो छ बाबु हामी चाहिँ फाइनली आयौँ चेरी ब्लसम भएको ठाउँमा वा भेरी नाइस ल एकदमै राम्रो ठाउँ छ वा एज यु क्यान मान्छेहरू भएपछि उसलाई मन पर्दैन क्या त्यही भएर के भयो अरे यस्तो ह्यान्डसम हामी चाहिँ एकदमै क्राउडेड भएर चाहिँ अब हामी चाहिँ निस्किँदैछौँ अब घरतिर लाग्ने घर जाने 40 मिनट लाग्छ माई गड हामी चाहिँ एकदमै भिड भएर चाहिँ अब चाहिँ हामी फर्किँदैछौँ है एकदमै भिड लाइक हुन्छ नि एउटा राम्रो प्रपर फोटो खिच्ने पनि एउटा स्पेस थिएन क्या अनि त्यही भएर हामी चाहिँ यहाँ एकछिन यो एरियामा चाहिँ यो यतातिर चाहिँ फ्लावर छैन नि त त्यही भएर चाहिँ एकदमै क्वाइट छ अनि हामी यहीँ बस्यौँ अब यस अब हामी घर जाँदैछौँ आजको भ्लग चाहिँ यति नै हुनेवाला छ म यहीँ एन्ड गर्छु किनभने चाहिँ आई डोन्ट नो कस्तो भयो राम्रो भए पनि सपोर्ट गरिदिनुहोस् नराम्रो भए पनि सपोर्ट गरिदिनुहोस् अझै हामी इम्प्रुभ गर्नेछौँ अनि त्यही हो यस थ्याङ्क यू सो मच फर वाचिङ अनि के भन्न चाहन्छौ तिमी केही भन्न चाहन्न मलाई त यस्तो पेटेड अनि हामी चाहिँ एउटा भियतनामिज रेस्टुरेन्ट गएको थियौँ होइन कस्तो एकदमै मिठो थियो
रेकमेन्ड गर्छौँ सबैजना जानुको लागि। के थियो भियतनामिज किचन त्यस्तो थियो ग्रेनिट्समा। भियतनामिज किचन ग्रेनिट्समा चाहिँ छ। यु मस्ट गो देयर लाइक हुन्छ नि ट्राई गर्नु एक दुईवटा फुडहरू। हामीलाई चाहिँ एकदमै मिठो लाग्यो। अनि त्यही हो अब आजको चाहिँ म भिडियो चाहिँ यहीँ एन्ड गर्छु। हस् त सी यू बाई बाई। डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब। बाई गर्दो बाई के अरे बाई।